कार मलाई चाहिँ मेरो छोराले चाहिँ के भनेको नि उसले चाहिँ एकदम युट्युब हेरिरहने धेरै चाहिँ हेर्दैन कहिलेकाहीँ यसो मिल्यो भने चाहिँ युट्युब हेर्ने होइन उसको चाहिँ एकदम मेरो मोबाइल छुने बित्तिकै उहाँको भिडियो आयो कि आएन भनेर हेर्छ क्या ल मेरो छोराको चाहिँ को है चाहिँ ल उहाँलाई चाहिँ मैले यो भिडियो मेन्सन गरिदिँदैछु ल सुरु गर ल भन ल नमस्ते मेरो नाम सुपुन्जी हो म 3 कक्षामा पढ्छु म 3 गाउँपालिका वडा नम्बर 2 दोबानबाट बोल्दैछु म चाहिँ के हो तिम्रो युट्युबर बिपिनजीले के गर्नुहुन्छ थाहा छ तिमीलाई बिपिनजी भनेपछि तिमीले अब के नाता लाउँछौ त जिसी भएपछि के भन्नु पर्यो जिसी तिमीले बिपिनजीलाई चाहिँ के भन्ने भनेको छ है बाबुले बिपिनजीलाई ल बिपिनजीलाई के मनपर्छ क्या उहाँको भ्लगमा खास के मनपर्छ बिपिनजीको त्यो क्रिसमसमा पाल्पाबाट क्रिसमस बनाउन आएको क्रिसमस मनाउन चाहिँ उहाँ आउनुभएको होइन होला सायद उहाँ चाहिँ क्रिसमसको दिन तिको भिडियोमा चाहिँ उसले क्रिसमसको दिन चाहिँ उहाँ बुटोल झर्दा के भएको अरे बसलाई ओभरटेक गरेर जानुभएको यता हेरेर भनिदिउँ नि त यता हेरिदिउँ क्या मैले होइन नि त म होइन नि त बिपिनजीको फ्यान त फेरि होइन मेरो नामबाट तिमीले कमेन्टहरू गर्न भन्छौ म होइन अनि उहाँलाई त ओहो मेरो फोटो छ नि त त्यहाँ त होइन अनि त्यसपछि तिमीले भन्नु पऱ्यो नि त ओभरटेक गर्दा त ओहो मौकामा चौका हान्नुभयो भनेको होइन हो होइन अनि खतरा तरिकाले ओभरटेक बुटाबाट पाल्दा जाँदा एउटा दाइ धनेले बसमा अनि बिपिनजी उसको उसले चाहिँ त फुल तपाईँको चाहिँ फुल हेर्छ क्या उसले चाहिँ भिडियो होइन हेर्दाखेरि बुटलबाट रिटर्न हुँदाखेरि अनि त्यो तपाईँले भिडियो गराउनुभन्दा अगाडिपट्टिको एकजना हुनुहुँदो रहेछ हजुरकै साथी होला सायद मैले यसै हेरेँ बाबुसँग सँगसँगै दुईचोटि चाहिँ धन्नै एक्सिडेन्टमा नपर्नु भएको अरे कि अनि बुटाबाट कार ठोकेन सुरुमा चाहिँ कारसँग अरे क्रस गर्ने बेला अनि दोस्रोचोटि कहाँ नि हाम्रो गाउँपालिकाको बोर्डर भनेपछि दोभानको पुलभन्दा थोरै अगाडि होइन के हुँदा फेरि धन्नै एक्सिडेन्ट नपरेको अरे उहाँको फोन आएको थियो अरे अनि धन्नै एक्सिडेन्ट नपरेको हो अरे होइन उहाँलाई चाहिँ यो कुरा भनिदिनु होला एकदम नोटिस गरेर हेरिरहेको रहेछ बाबुले आज हामी पनि अहिले यात्रामा छौँ यो ठिक हो कि बेठिक हो भिडियो बनाउने होइन नि छोरा हाम्रो यस्तो बेठिक काम गरिरहेछ आज ट्राफिक नियमको उल्लङ्घन गरेछ ल अरू चिज भन्दा बिपिनजीलाई अरू चिज भनिदेऊ ल